यो कहानी हो त्यति बेलाको जब मेरो मनभित्रबाट नै ट्राभल फिल्म मेकिङको लागि इन्टरेस्ट बिस्तारै कम भइरहेको थियो। पर्याप्त क्यामेरा एन्ड इक्विपमेन्ट्स नहुनु, समयको कमी, त्यसैगरी अन्डर कन्फिडेन्सले जिउँदै खाइरहेको थियो मलाई। बट हियर आई एम अगेन, स्टार्टिङ द जर्नी टु द भ्याली अफ द क्लाउड्स, चेजिङ द क्लाउड्स विथिन द क्लाउड्स। अनि यो कहानी सुरु हुन्छ हाम्रो एक्जामको डेडलाइन्स र आफूभित्र रहेको सेल्फ डाउटले। क्यामेरा छेउमै भए तापनि म क्यामेराबाट एकदम टाढा भइसकेको थिएँ। भिडियो बनाउनलाई अलमोस्ट मेरो सबै इन्टरेस्ट नै मरिसकेको थियो। बट जब मैले आफ्नो पुरानो भिडियोज हेरेँ, आई स हाउ फार आई ह्याड केम। त्यसपछि मैले आफैलाई कन्भिन्स गरेँ, दिस इज नट द टाइम टु क्विट, सो लेट्स गिभ इट अ ट्राई। विगत केही दिनदेखि पुल्चोकीले मलाई बोलाइरहेको झै लाग्यो। सिरियसली? जोडले होइन क्या, अलिकति सुसेलेको चाहिँ हो। वाट इफ इट्स नट वर्थ इट? वाट इफ मेरो स्टोरी कसैलाई मन परेन भने? वाट इफ भ्युज आएन भने? वाट इफ फेरि पहिलाको जस्तै भयो भने? सो यतिको वाट इफ गर्न थाल्यो भने त यार एमसियू वालाको कल आएर लाइक हे जीवस वी वान्ट यु टु हायर एज आवर स्क्रिप्ट राइटर, वुड यु लाइक टु बी भनेर अफर आउन बिर छैन। बट राइट नाउ मेरो त्यस्तो केही इरादा छैन। सो आई एम रियली सरी एमसियू गाइज, आई क्यानट कोलाबोरेट विथ यु। कहानीको सुरुवात नै हुन्छ गलत मोडबाट। सातो बाटोको टर्न लिनुपर्ने ठाउँमा वी टुक द टर्न अफ ग्वार्को। रेनकोट लगाएर रेडी भइसक्यो। अब ठ्याक्कै नन स्टपै जान्छु, खानेकुराहरू के किन छैन त्यही किन्छु होला। अनि हेरौँ ट्रेक चाहिँ गर्न सकौँ होइन। एकदमै धेरै मन बनाएर आएको छ ट्रेक गर्न, गलत बाटो गएर अलिकति त्यो भयो। खासमा मान्छेहरू कति बजी आइरहन्छ हुन्छ यतातिर त्यो हिँडेर जानु? त बिहानै हो। बिहान भनेको 7-8 बजे? अहिले त बर्खा लागेको छ, छोटो बाटो जानुलाई अलि अप्ठ्यारो होला है। यो रोड जानलाई लामो हुन्छ। छोटो बाटो कति घन्टा लागिरहन्छ? छोटो बाटो जानु त अलि 9 किलोमिटर हुन्छ अरे होइन। रोड गयो भने 13 किलोमिटर, झन्डै 14 किलोमिटर पर्छ। जनावरहरू पनि देखा पर्छ र त्यहाँ? पर्छ। यो छोटो बाटो जान्छ त्यो त्यहाँतिर यता मुनिबाट सिँढी छ क्या, हिँडेर जानुलाई भिडिन्छ र त्यो बाटो गयो भने भ्याउनु गाह्रो छ है। त्यो पनि अहिले पानी परिरहेको छ, बाटो छिटो होला क्या। दिदीको कुरो सुनेपछि इनसाइड मी आई वाज लाइक, यो दिदीलाई के थाहा मेरो स्पिड र स्टामिना। एक त हामी टाइम पनि ढिलो आएको छौँ, 1:30 बजिसक्यो अनि पानी पनि परिरहेछ। अब हेरौँ ट्रेल सम्भव हुन्छ कि नै त्यो बाटो जानलाई। जाने भाइ माथि ढिलो भइसकेको छ। किन? त्यहाँ झन् त्यो तल के थियो अरे, त्यहाँ तल चितुवाहरूको फोटो देखाइरहेको थियो। जनावर आउँछ भनेर सोद्धाखेरि आउन सक्छ भन्नुहुँदै थियो यार। अँध्यारो भइसकेको छ पुरै। सुन आफ्टर द्याट अलिक भित्र गएपछि आई केम टु रियलाइज द्याट दिदी सही हुनुहुन्थ्यो अनि गलत त म रहेछु। वाइ डराइङ ब्रो, वाइ डराइङ। ट्राभल सिनेमाटोग्राफर बन्न आएको टाइमको केही ठेगान छैन यार। 11 बजे राम्रो हुने रहेछ अरे ट्रेलको लागि। अनि म चाहिँ 1 बजे आएको छु। त्यसमाथि यत्रो पानी परिरहेछ। अब आइसकेपछि अलिअलि जे भयो नि, अब माथिसम्म त जाउँ भनेर। सो मी एन्ड माई ब्रदर दुईजना मात्र गइरहेको छु।
बाटो पुरै खाली छ यार, अलिकति स्टिप साइडमै छ यो अनि ल्याउ पनि लाग्छ। मैले त जे होस् ट्रेकिङ जुत्ता लगाएको छु, चिप्लिने चान्स छैन। सो मान्छे ट्रेलमा पसिनाले भिज्छ, हामीहरू पानीले भिजिरहेछौँ। अब त माथि नजाम, मान्छे नै छैन, अब के भन्ने हो भन्दा भाइलाई डर लाग्यो यार, नभए त म जान सक्थेँ। म जान सक्थेँ, अब भाइलाई डर लागिरहेछ होइन। अब भाइलाई डर लागि त के लानु होइन। अब हेर्नु न, जङ्गल पनि लास्टै घना भइरहेछ क्या माथितिर, मान्छे पनि छैन, त्यसमाथि पानी परिरहेछ यार। अघि मैले दुईवटा बाँदरलाई त्यहाँ झगडा गरेको देखिरहेको थिएँ अनि काइन्ड अफ बिट मैले त्यही सोचिरहेको थिएँ विकडेमा राम्रो होला भनेर होइन, विकेन्डै ठिक हुन्छ यस्तो हाइक ट्रेल गर्दाखेरि। सो अब 5 मिनट यहाँ बस्छु, खानेकुरा किनेको छ, अब के गर्नु नगर्नु भइरहेछ यार। सो गाइज अब नेचरले पनि भनिसकेको छ हामीलाई माथि जान सम्भव छैन, किनभने यहाँ हेर्न सक्नुहुन्छ भिजिबिलिटी एकदम कम भइरहेछ, धुवा आउँछ कि। अब बेपर हेर्नु भिजिबिलिटी एकदमै कम हुन्छ, यहाँ पनि देखिरहेछ। अब 5 मिनटमा निस्किहाल्नुपर्छ हामीलाई यहाँबाट, नभए 5 मिनट भनेको यार 5 मिनट पनि होइन, 2-3 मिनटमा पुरै भिजिबिलिटी जाने भयो। सो अब हामी धेरै ढिला गर्दैनौँ, अब निस्किरहेको छु यार। ए ट्राभल सिनेमाटोग्राफर बन्न आएको यार होइन, आफ्नै गल्ती हो। जस्ट सी लुक एट द सन गाइस, यस्तो बवाल देखिरहेछ नि यार। यदि मेरो ग्रुप भएको भए होइन, मेरो भाइ नडराएको भाइ बवाल म माथि जान्थेँ। अब ऊ डराइरहेछ यार, पानी परिरहेछ, फट्याङ बुटुङ बोल्दाखेरि पनि डराइरहेछ। सो बाइकमा म माथि जाने ट्राई गर्छु। यहाँ आइसकेपछि नजाने कुरै हुन्न। सो लेट्स सी जान सकिन्छ कि नै, बाटो पनि बिग्रिएको छ भन्दैछन्। बट जुन नजारा हामीले पायौँ त्यो सायद नै मनसुन बाहेक अरू बेला पाउन सकिन्छ। लस ग्रिनरी, पानीको सिमसिम आवाज, पहाडभित्रै चढ्न आएका ती बादलहरू, एन्ड रोडको बाटो वाज इभन मोर डेन्जरस, जताततै पहिरो। भ्यू त यस्तो बवाल छ यहाँ होइन, काठमाडौँ बवाल देखिरहेछ यार। बट रिस्की पनि छ, हेर्नु यहाँ पहिरो गइसकेको छ, यहाँ त झन् पुरै। अब यहाँ बस्नु पनि ठिक छैन, म यतिको रिस्क लिएर म माथि गइरहेको छु, तर माथि जाम कि नजाम भइरहेछ यार। सो के गर्ने ओए, केही नगर्ने, अब फर्किने। अब फर्किने नै उपाय राम्रो होला जस्तो लागिरहेछ मलाई नै। पहिरो जाने चान्सेस पनि हाई छ। जाने कि नै भनेर दोधार हो यो यार। त बाटोमा अघि हेर्नुभयो होइन कति धेरै पहिरो गएको छ, अनि यहाँ बादल पनि डेन्जरै बादल लागेको छ। अब अलिकति भ्यू त त्यही पहिरो गएको ठाउँबाट पनि आयो, बट फेल्डै अटेम्प्ट भयो यार। जाने इच्छा छ तर काइन्ड अफ रिस्की टु, अनि पानी छुट्ने नाम छैन, अनि हिँडेर जानलाई फेरि कति घन्टा लाग्ने खै। ओके आजको यही हो। अब हामी तलतिर जान्छौँ, डिसेन्ड गर्छौँ। अब नेक्स्ट टाइमलाई फेरि ट्राई गर्छौँ। बाटोभरि नै रातो माटो र मुसलधार पानी देखेर हाम्रो डरको सीमा पार भयो। यही डर दूर गर्नलाई नजिकै रहेको गोदावरी कुण्डतर्फ भागेर पुग्यो हामी। सो फाइनली तल आउने बित्तिकै घाम चाहिँ खतरा लागिसक्यो होइन। भ्यू हेर्नु न, डेन्जर भ्यू खोलिएको छ अहिले। बट अब फेरि माथि नजाने, अब आइसक्यो, अब माथि जाने कुरै भएन। यो मेरो पुल्चोकी हेकको अधुरो यात्रा भए तापनि, आफूले सोचे जस्तो नभए तापनि, आई एम प्राउड अफ एभ्री स्टेप आई टुक। जरुरी छैन कि यात्रा सधैँ अन्त्यसम्म पुग्नै पर्छ, कहिलेकाहीँ बाटोमै रोकिन सकिन्छ। लक्ष्यभन्दा ठुलो हुन्छ त्यो आँट जसले यात्रा सुरु गराउँछ। शिखरसम्म नपुग्दा पनि
आत्माले धेरै कुरा बुझिसकेको हुन्छ। मोडिएको बाटोले कहिलेकाहीँ सिधा बाटोभन्दा बढी सिकाउने गर्दछ।